अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिज 2026मा नेपाल ए टोलीले अत्यन्तै निराशाजनक सुरुवात गरेको छ। प्रतियोगिताका पहिलो दुई खेलमै पराजित भएको नेपालले ब्याटिङ र बोलिङ दुवै क्षेत्रमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। पहिलो खेलमा नेपाल ए एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भयो। त्यस खेलमा नेपाली टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न नसक्दा विपक्षी टोलीले सहजै लक्ष्य पूरा गरेको थियो। यद्यपि नेपाली खेलाडी कृतराज दासले उत्कृष्ट डाइभिङ क्याच लिएर व्यक्तिगत रूपमा सबैको ध्यान तानेका थिए। दोस्रो खेलमा नेपाल ए को अवस्था झनै कमजोर देखियो। बङ्गलादेश टोली विरुद्ध नेपालले 20 ओभरमा 9 विकेट गुमाएर केवल 1900 रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मूर्तिले सर्वाधिक 46 रन बनाएर टोलीलाई केही सम्मानजनक अवस्थामा पुर्याउने प्रयास गरे, तर अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। 100 रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेश एसपीले केवल 1 विकेट गुमाएर 10.2 ओभरमै 101 रन बनाउँदै नेपाललाई 9 विकेटले पराजित गरेको थियो। यससँगै नेपाल एले लगातार दोस्रो हार बेहोर्यो। लगातार 2 खेलको प्रदर्शन हेर्दा नेपाली टोलीका अधिकांश खेलाडीहरू अपेक्षाअनुसार चल्न सकेका छैनन्। ब्याटिङमा 1-2 खेलाडी बाहेक स्थिर प्रदर्शन देखिएको छैन भने बोलिङमा पनि विपक्षी टोलीमाथि आवश्यक दबाव सिर्जना गर्न नेपाल असफल भएको छ। अब नेपाल ए का लागि बाँकी खेलहरू निकै महत्त्वपूर्ण बनेका छन्। 24 अगस्तमा होबार्ट हुरिकेन्स एकाडेमी र 26 अगस्तमा एसटी कमेट्स विरुद्ध खेल्ने तालिकाअनुसार नेपाली टोलीसँग सुधार र पुनरागमनको अवसर अझै बाँकी छ। 2 खेल 2 हार र कमजोर समग्र प्रदर्शनपछि नेपाली क्रिकेट समर्थक निराश भएका छन्। तर प्रतियोगिता अझै समाप्त भएको छैन। अब नेपाल ए का खेलाडीहरूले व्यक्तिगत होइन सामूहिक प्रदर्शन सुधार गर्दै बाँकी खेलमा बलियो पुनरागमन गर्नुपर्ने चुनौती छ। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो नेपाल स्पोर्ट्स हबलाई सब्स्क्राइब गरेर साथ दिनुहोला। दर्शकबिन अहिलेलाई यति नै। धन्यवाद, नमस्कार।